नमस्कार। रेडियो ढोरबराई 103.8 मेगाहर्ट्जको ध्वनि तरङ्गमा साहित्य मञ्जरीमा तमाम श्रोताबिनमा साहित्यिक अभिवादनका साथ हार्दिक नमस्कार छ। हार्दिक स्वागत गर्दै साहित्य मञ्जरीमा तपाईहरूकै सहयात्री म टुकादेवी पौडेल उपस्थित भइसकेकी छु। आजको अङ्कमा पनि यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी यहाँहरूको आफ्नै कार्यक्रम हो अनि हामी सबैको कार्यक्रम हो। यही साहित्य मञ्जरीमा हामी यहाँहरूलाई सुन्छौँ र हामी यहाँहरूलाई सुनाउँछौँ पनि। यसै सन्दर्भमा यहाँहरूले रेडियो ढोरबराईको इमेल एड्रेसमा प्रेषित गर्नुभएका रचनाहरूलाई पनि स्थान दिन्छौँ। त्यति मात्र होइन, हामी यसै कार्यक्रम मार्फत साहित्य साधनामा कला साधनामा लागेका स्रष्टाहरूलाई पनि प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरिरहेका छौँ। यसै सन्दर्भमा आजको अङ्कमा भने म फरक सन्दर्भ लिएर उपस्थित भएकी छु। एकजना साहित्यकार अर्थात् साहित्य साधनामा लाग्नुभएका स्रष्टालाई लिएर। उहाँ हुनुहुन्छ नेपाली भाषा तथा साहित्य साधनामा लाग्नुभएका आदरणीय व्यक्तित्व जनार्दन दाहाल। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ सर। हार्दिक धन्यवाद म्याडम। यहाँलाई हाम्रो यो साहित्य मञ्जरी कार्यक्रममा स्वागत गर्न चाहन्छु र म प्रथमतः यहाँलाई यहाँकै मुखारबिन्दबाट यहाँको परिचयलाई जोड्न चाहे सर। म जनार्दन दाहाल, मेरो घर झापाको अर्जुनधारा वार्ड नम्बर 1। हजुर। तनहु बसेको करिब 25 वर्ष भयो र अहिले चाहिँ अब तनहु नै भन्न रुचाउँछु। स्थायी बसोबास उता भए पनि म आफ्नो पेसाको सिलसिलामा तनहु शुक्ला गण्डकी वार्ड नम्बर 5 मा बस्छु। धन्यवाद सर। हामी पनि लगभग यहाँको यो पेरिफेरीमा धेरै साहित्य साधकहरू स्रष्टाहरूले पनि यहाँलाई तनहुवासीकै रूपमा चिन्ने गरेको महसुस गरेका छौँ र म व्यक्तिगत रूपमा भन्नुपर्दा पनि म जनार्दन दाहाल सर चाहिँ तनहुकै हुनुहुन्छ जस्तो मलाई पनि महसुस हुन्छ। र यहाँले लामो समयदेखि साहित्य साधनामा रुचि राख्दै आफ्नो कलमलाई सक्रिय बनाउनु भयो। मैले यहाँको साहित्य साधना कहिलेदेखि सुरु भएको भनेर जानकारी लिन चाहे सर। लेख्न त अब विशेष गरेर स्कुल पढ्दा विद्यालय पढ्दादेखि नै अलिअलि लेखियो। हजुर। अब सामान्य विद्यालयमा प्रकाशन हुने अनि आइए बिए पढ्दासम्म कलेजहरूमा प्रकाशन हुने भित्ते पत्रिकाहरूमा। हजुर। र केही छिटपुट रूपमा चाहिँ स्थानीय पत्रिकाहरूमा छिटपुट रचनाहरू मात्रै सुरुमा प्रकाशन भए। हजुर। र पछि करिब अब 57-58 सालदेखि तनहु आएपछि यहाँ शुक्ला साहित्य सङ्गम एउटा साहित्यिक संस्था यहाँको, त्यसमा म पनि सहभागी भएँ। त्यहाँबाट चाहिँ अनि आफ्ना रचनाहरू आउन थाले पत्र पत्रिकामा पनि। त्यसरी नै सुरु भयो। हजुर सर, भनेपछि हजुर शुक्ला साहित्य सङ्गमसँग जोडिएपछि अझ हजुरको यो साहित्य साधना चाहिँ प्रबल बन्दै गयो। यसमा पनि शुक्ला साहित्य सङ्गमप्रति पनि यहाँको कृतज्ञता रह्यो नै हो। त्यो एउटा जस्तै अब साहित्य सिर्जना गर्ने विद्यालय स्कुल जस्तो भयो क्या। सिक्ने अनि सिकाउने एउटा थलो भयो। अब कतिपय वरिष्ठ साहित्यकारहरू पनि त्यहाँ आउने र कतिपय साना भाइ बहिनीहरू पनि आउने, उनीहरूका रचनाहरू सुन्ने, अरू वरिष्ठ साहित्यकारका रचनाहरू सुन्ने। त्यो सुन्ने सुनाउने परिपाटीबाट नै बिस्तारै चाहिँ त्यतापट्टि रुचि चासो अलिक बढी छन त पहिलेदेखि थियो, तर अलिकति बढी चासो चाहिँ लाग्न थाल्यो। हजुर सर, अनि हजुरले यो तनहुमा आउनुभन्दा अगाडि पनि अब भित्ते पत्रिका, स्मारिका लगायतका विभिन्न पत्र पत्रिकामा यहाँका लेख रचनाहरू छापिए। अनि हजुरलाई याद छ कि कुनै त्यस्तो रचना जुन रचना पहिलो पटक प्रकाशन भयो? एउटा इलाम क्याम्पसमा भित्ते पत्रिका रातो कलम भन्ने प्रकाशन हुन्थ्यो। हजुर। त्यहीँ प्रकाशन गरिएको कविता, छोटो कविता थियो। त्यो त्यति याद चाहिँ छैन अहिले। हजुर।
त्यसको अंश चाहिँ त्यसको त्यति भाग चाहिँ हजुरलाई याद छ? छैन, कण्ठ छैन त्यो कविता हजुर त्यो प्रकाशन बेलामा गरिएको थियो, डायरीहरूमा थियो। हजुर अब त्यो पढाइको सिलसिलामा कता कता पुग्यो। ठिकै छ। यो सूचना र प्रविधिले हामीलाई हाम्रो यो जुन कापी कलममा सीमित भएका रचनाहरूलाई अलिकति ओझेलमा पारेकै हो। त्यसो भए हजुरले यसरी साहित्य साधनामा लाग्दै गर्दा रचना कृतिहरू पनि धेरै रचना गरिसक्नु भएको छ। यहाँको पहिलो कृतिको बारेमा मैले जानकारी लिन चाहे सर। मैले सुरुमा अलिकति गजलतिर अलिकति चासो रुचिको क्षेत्र भएको हुनाले सुरुमा केही गजलहरू रचना गरेँ। हजुर। र त्यो रचना पश्चात एउटा कृति निकाल्नु त भन्ने हुटुटी मनमा आयो। र विशेष गरेर म त्यो समयमा पोखरामा गजल सन्ध्यामा यहीँबाट तनहुँबाटै पोखराका कार्यक्रमहरूमा सहभागी हुन्थेँ। ज्ञानभूमि स्कुल, त्यसै गरी चाहिँ अन्य विभिन्न ठाउँमा पोखरामा चाहिँ गजलका कार्यक्रमहरू हुन्थे। अक्षर यात्रामा पनि गजलहरू सुनाउँथेँ। त्यहाँ गएपछि विशेष गरेर अब दीपक समीप, त्यसै गरी दिलीप दोषी, लक्ष्मण थापा जस्ता साहित्यकारहरूसँग चाहिँ त्यहाँ चिन्जान भयो। त्यो भएपछि एउटा चाहिँ मित्रता जस्तो भयो। अनि त्यहीँबाट चाहिँ बिस्तारी गजल अरू कविताहरूतिर चाहिँ आकृष्ट भएँ। र त्यही सिलसिलामा चाहिँ पहिलो कृति मधुरिमा भन्ने नाम दिएर मैले निकालेँ। सानो छोटो कृति निकालेँ। मैले पनि हजुरको यो मधुरिमा गजल सङ्ग्रह अध्ययन गरेकी छु। निकै सुन्दर लाग्छ। अनि हजुरले मधुरिमाबाट गजल सुनाउनुहुन्छ कि अहिले कसो छ सर? मधुरिमा कृति चाहिँ एकदमै त्यो थोरै प्रति निकालेको थियो। हजुर। अब विभिन्न सन्दर्भमा त्यो कता कता पुगिरहेछ। मैसँग पनि थोरै प्रति मात्रै होला, झापामै छन् अलिकति केही। र त्यो चाहिँ आज मैले त्यहाँबाट चाहिँ सुनाउन सकिनँ। म गजलहरू सुनाउँछु। र अब हाम्रो यो साहित्य मञ्जरी भएको हुनाले आजको यो हजुरको रचना वाचनको घुम्टो चाहिँ गजल वाचनबाट नै हुन्छ। मैले दोस्रो कृति गजल सङ्ग्रहको दोस्रो गजल सङ्ग्रह यी मान्छे यी नजर भन्ने 2078 सालमा निकालेँ। र यो कृति निकालिसकेपछि अलिक गजल चाहिँ अलिकति खारिए जस्तो आफैलाई लाग्यो। त्यहीँबाट म एउटा गजल सुनाउँछु। हुन्छ सर, हजुरलाई स्वागत छ। मेरो गजल यस्तो छ। जब माटो छोड्छ रुखको जराले, गुण छाड्दो रहेछ बसेको चराले। जब माटो छोड्छ रुखको जराले, गुण छाड्दो रहेछ बसेको चराले। मान्छेको शत्रु मान्छे नै हुन्छन्, मान्छेको शत्रु मान्छे नै हुन्छन्। कहिल्यै नछाड्ने भयो खतराले, गुण छाड्दो रहेछ बसेको चराले। परदेशी छोरो त आएन आमा, परदेशी छोरो त आएन आमा। के आशिष देला र यो जमराले, गुण छाड्दो रहेछ बसेको चराले। जब माटो छोड्छ रुखको जराले। सोचाइ ढुङ्गे युगको छ उसको, सोचाइ ढुङ्गे युगको छ उसको। के छाड्ला रूढिवादी परम्पराले, गुण छाड्दो रहेछ बसेको चराले। जब माटो छोड्छ रुखको जराले। यसपालिको वर्षा त्यत्तिकै गयो, यसपालिको वर्षा त्यत्तिकै गयो। कहिले पालो आउला यो टहराले, कहिले पालो पाउला यो टहराले। जब माटो छोड्छ रुखको जराले, गुण छाड्दो रहेछ बसेको चराले। आहा, कति सुन्दर। मान्छेको शत्रु मान्छे नै हुन्छन्। हो, जरुर हो। मान्छेको शत्रु मान्छे नै हुन्छन्, कहिल्यै नछाड्ने भयो खतराले। कस्ता सुन्दर यहाँका गजल। यो सुन्दर गजलका लागि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। र त्यस लगत्तै सरले गजलको यो दोस्रो कृति है सर? हजुर। मधुरिमा पहिलो र अनि यो यी मान्छे यी नजर, यो सुन्दर कृतिका लागि पनि यहाँलाई यहाँको साहित्य साधना थप उन्नति र प्रगति होस् भन्ने चाहन्छु म। र साहित्य मञ्जरी परिवार हामी त्यही चाहन्छौँ। रेडियो ढोरबराई पनि यहाँको साहित्यिक यात्राको उत्तर प्रगतिको कामना गर्दछौँ। भर्खरै सुन्नुभयो यो यी मान्छे यी नजर नामक गजल सङ्ग्रहबाट गजलकार जनार्दन दाहाल ज्यूबाट गजल वाचन। फेरि मैले सरसँग संवाद गर्न खोजेँ। सर, हजुरका त
थोरै मैले पारिवारिक जीवन अनि हजुरको साहित्य साधना अनि यहाँको पेसागत जीवनलाई पनि जोड्न चाहे। अवश्य हुन्छ। हजुर पेसाले? म शिक्षण कार्य गर्छु। हजुर। मैले करिब 20-22 वर्ष यहाँ नजिकै भानुभक्त बहुमुखी क्याम्पसमा हजुर शिक्षण गरेँ र त्यहाँबाट अवकाश लिएँ। शैक्षिक अवकाश लिएपछि अहिले म गण्डकी मल्टिपल कलेज र त्यहीँको सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलमा फुल टाइम शिक्षकको रूपमा कार्यरत छु। हजुर। अनि अब बिहान कलेजमा प्राध्यापन गर्नुहुन्छ। हजुर। अनि दिउँसो विद्यालयमा शिक्षण गर्नुहुन्छ। हजुर। अनि साहित्यमा पनि कलम चलाउनुहुन्छ। यी सबै कुरालाई व्यवस्थापन गर्न कस्तो? अब यो साहित्यको मेरो अनुभव चाहिँ कस्तो छ भने अब आफ्नो जागिर आफ्नो समय दिने कुरा त छँदैछ। साहित्य चाहिँ त्यो म लेख्न बस्छु भनेर खासै म लेख्दिनँ। हजुर। जब चाहिँ आउँछ त्यो बेलामा हल्का टिपोट त्यसलाई गर्ने। हजुर। अनि त्यसपछि त्यसलाई पुरा गर्ने गर्छु। हजुर। लेख्न त हरेक दिन बेलुकाको समय विशेष गरेर खाना खाएपछि 8 बजीदेखि 10-11 बजीसम्म केही कोरिरहेको हुन्छु र त्यो टिपोट गर्ने कामहरू चाहिँ जुनसुकै बेला पनि हिँडिरहेको बेला पनि कहिले कहिले कक्षामा पढाउँदै गरेको बेला आयो भने त्यसलाई सोचिराख्ने अनि यसो लिजर पिरियडहरूमा त्यसलाई अलिकति 1-2 लाइन टिप्ने राख्ने अनि त्यसलाई पुरा गर्ने गर्छु। अब यो विशेष गरेर कथाहरूको कविताहरूको एउटा प्लट चाहिँ आउँछ। त्यो बेला कुनै बेला चाहिँ राम्रो प्लट आएको छ टिपोट गरिएन भने बिर्सिन्छ पनि। हजुर। अनि त्यो आएको बेलामा अलिकति केही टिपोट गरियो भने चाहिँ त्यसरी हुन्छ। अब लेख्ने कुरा तिनै भयो। अब पारिवारिक कुराहरू पनि अब मेरो 2टा नानी छोरीहरू छन्। हजुर। ठुलो छोरी चाहिँ अब उसले उच्च शिक्षाको लागि बाहिर छ। हजुर। सानी छोरी मसँगै यहीँ अहिले सानो कक्षामा पढ्दैछन्। हजुर। यस्तै नै छ। अनि म्याडम पनि? म्याडम अहिले झापा र उहाँ चाहिँ उतै शिक्षण कार्य गर्नुहुन्छ। हजुर। हजुरको यो जानकारीका लागि पनि पुनः धन्यवाद व्यक्त गर्न चाहे। हामी साहित्य मञ्जरीमा छौँ तसर्थ आज हामी हजुरका रचना सुन्छौँ बढीभन्दा बढी संवादलाई भन्दा। त्यसैले मैले अर्को एउटा रचनाका लागि अहिले हजुरको यो कविको मृत्यु भन्ने यो मेरो पहिलो कविता सङ्ग्रह हो। पहिलो कविता सङ्ग्रह। मलाई यहाँभित्रका सबै कविता सुन्दर लाग्छन् र यहाँको यो सुन्दर कृतिका लागि पुनः हार्दिक धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना गरेँ। र यो कविको मृत्युबाट पनि कविता हाम्रा श्रोताबिनलाई सुनाउन मैले हजुरलाई आग्रह गरेँ। यो सुनाउनुभन्दा अगाडि म एउटा सानो सन्दर्भ योसँग जोड्छु। हजुर। यो विशेष गरेर राजाको शासनकाल थियो, गणतन्त्र आइसकेको थिएन। हजुर। अनि गण्डकी वाङ्मय प्रतिष्ठानले एउटा गण्डकी अञ्चल स्तरीय कविता प्रतियोगिता आयोजना गर्यो। हजुर। र एउटा कविता मैले पनि लेखेँ र मेरो रचनाहरू चाहिँ मैले लेखेपछि प्राय मेरो जीवनसाथीलाई सुनाउँछु। हजुर। र एउटा कविको मृत्यु भन्ने नै कविता लेखेर सुनाएँ। हजुर। सुनाएपछि त्यति मैले यो कविता उत्कृष्ट भएको मेरो जीवनसाथीको अनुहारबाट पाइनँ कि हजुर यस्तो कविता नपठाउनु भन्ने कुराहरू चाहिँ भयो। तर पनि मैले अब लेखिहालेँ, पठाउने निर्णय गरेर पठाएँ। करिब 200 कविताहरू मेलमा आएको भन्ने जानकारी थियो र त्यहाँबाट 25 छान्ने र 25 चाहिँ त्यो कार्यक्रममै सुनाउने भन्ने थियो। त्यसपछि मलाई मेरो कविता छानिएको सूचना आयो र म कार्यक्रममा गएँ दमौली र त्यहाँ रचना वाचन गरेँ आफ्नो कविता। र अब त्यो नतिजा आउँदाखेरि सान्तोना तृतीय द्वितीय हुँदासम्म मेरो नआएपछि अब नहुने नि रहेछ भन्ने लाग्यो। तर प्रथममा मेरो नाम आएपछि म चाहिँ अलिकति अचम्मै परेँ। पछि यही शीर्षकको कविता, पछि मैले यही शीर्षकको कवितालाई चाहिँ शीर्षक दिएर अनि सङ्ग्रह बनाएँ। यसमा अरू विभिन्न कविताहरू पनि छन् र कविको मृत्यु कविता पनि छ। म त्यही कविता अहिले हुन्छ सर, यो प्रथम कविता पनि रहेछ। यहाँलाई हार्दिक बधाई छ। त्यो बेलामा पनि बधाई चाहिँ दियौँ। फेरि पुनः भेट भएको कारणबाट पुनः बधाई ज्ञापन गर्दै कविको मृत्यु नै श्रवण गर्न चाहन्छौँ हामी। त्यति बेला चाहिँ अलिकति व्यङ्ग्य थियो, अलिकति प्रतिबन्धित जस्तो पनि थियो। तर पनि अब यो साहित्यकारले लेखिहाल्थ्यो त्यो बेलामा। हजुर। कविको मृत्यु। अरूको मृत्यु हेर्दै पुस र माघको ठन्डी याममा पनि गर्मीको महसुस गर्ने कवि
आफ्नो मृत्युमा एक्लै मलामी छन्। हजुर। कविको मृत्यु न गोली लागेर भयो न एम्बुस पड्केर, न त कविले 20औं वर्ष अस्पतालको गनाउने बेडमा बसेर मृत्युवरण गरे। कवि कुनै राजनीतिक पार्टीको कार्यकर्ता पनि होइन आन्दोलनमा मरेको, जहाँ राता सेता हरिया पहेँला झण्डाहरू ओढाइन्छ र सम्मान गरिन्छ। कविको मृत्यु अस्वाभाविक नभएर स्वाभाविक थियो। कविको मृत्युमा न कसैले बिलौना गरे न कसैले खसिनै काटे। कविको मृत्यु त जिउँदो मृत्यु थियो, किनकि कवि कलमजीवी थिए। कलम भाँचिनु, मसी सिद्धिनु, लेख्ने स्वतन्त्रता नपाउनु अर्थात् कवि निष्क्रिय वा कविको कलम निष्क्रिय हुनु कविको मृत्युबोध हो। कवि आफ्नै मृत्युमा केही लेख्न पाउँदैनन्, लेखे तापनि ती हरफहरू छाप्न सुनाउन पाउँदैनन्। त्यसैले कविले मृत्युवरण गरे। कलमले घाँटी रेटेर मसीको विष पिएर कवि आफ्नै मृत्युमा एक्लै मलामी छन्। सुन्दर पङ्क्तिहरू। अझै यो जुन कविताको यो समापन पक्ष छ नि अझै बेजोड लाग्यो मलाई। त्यसैले कविले मृत्युवरण गरे, कलमले घाँटी रेटेर मसीको विष पिएर कवि आफ्नो मृत्युमा एक्लै मलामी छन्। यो सुन्दर भावसहितको यो कविताका लागि यहाँलाई हार्दिक आभार प्रकट गर्न चाहे। यो कविको मृत्यु यो शीर्ष कविता है सर? हजुर, शीर्ष कविता। शीर्ष कविता यसबाट सुनाउनु भयो, यहाँप्रति आभार प्रकट गर्न चाहन्छु। फेरि मैले संवादमा जोडिन चाहे सर। अनि हजुरले अघि शुक्ला साहित्य सङ्गम र यहाँको शुक्ला साहित्य सङ्गमसँगको सम्बन्धको बारेमा पनि कुराकानी उठाउनु भयो। जब हजुर तनहुँमा आउनुभयो र भानुभक्त क्याम्पसमा प्राध्यापन सँगसँगै शुक्ला साहित्य सङ्गममा पनि लगत्तै जोडिनु भएको, लगत्तै जोडिनु भयो। अझ शुक्ला साहित्य सङ्गमको अध्यक्ष भएर पनि काम गर्नुभयो। म अध्यक्ष पनि भएँ। काम गर्दै जाँदाखेरि अब साथीहरूले जिम्मेवारी दिनुभयो। हजुर। र चाहिँ मैले त्यो आफ्नो जिम्मेवारी त्यही क्षेत्रको भएको हुनाले सहर्ष स्वीकार गरेँ। हजुर। र केही समयसम्म त्यो विधानले दिए अनुसारको समयसम्म म अध्यक्ष भएर पनि काम गर्ने मौका पाएँ। र त्यो समयमा चाहिँ मलाई साथीहरूले राम्रो सहयोग पनि गर्नुभयो। केही महत्त्वपूर्ण कामहरू पनि भए, अझै पनि भइरहेका छन्। र संस्थाप्रति निकै माया श्रद्धा पनि लाग्छ। एउटा साहित्यिक संस्था जहाँ कुनै एउटा चाहिँ राजनीतिक रङ हुँदैन, स्वच्छ ढङ्गले चाहिँ लेख्न पाइन्छ, त्यस्तो किसिमको संस्था एकदम गौरव लाग्छ म्याडम मलाई। हजुर। शुक्ला साहित्य सङ्गमले पनि हजुरलाई बनायो र हजुरले पनि शुक्ला साहित्य सङ्गमलाई बनाउनु भयो। एकदम। तसर्थ शुक्ला साहित्य सङ्गम र जनार्दन दाहाल बीच एउटा चाहिँ एकदमै आत्मीय सम्बन्ध छ। हजुर, एकदम आत्मीय सम्बन्ध छ। ल ठिक छ सर। अब मैले फेरि साहित्य मञ्जरी भएको हुनाले अर्को कृति, हजुरले अर्को कृति पनि ल्याउनु भएको रहेछ, भुवा। यो लघुकथा सङ्ग्रह। यो भुवा लघुकथा सङ्ग्रह सम्भवतः हजुरको यो पछिल्लो कृति हो कि सर? पछिल्लो कृति है। हजुरका 4वटा त सन्तानहरू, साहित्यिक सन्तानहरू चाहिँ जन्मिनु भएको छ। त्यसमध्ये यो भुवाबाट चाहिँ एउटा लघुकथा वाचनको लागि मैले अनुरोध गरेँ सर। यो कविता, गजल अनि मुक्तकहरू यस्ता रचनाहरू लेखेपछि हजुर आख्यानतिर लाग्नुपर्छ कि भन्ने एउटा सोचाइ चाहिँ आयो। हजुर। र फुटकर कथाहरू, केही लघुकथाहरू पनि लेख्दै थिएँ। हजुर। त्यही क्रममा चाहिँ लघुकथा विशेष गरेर यो लकडाउनको समयमा हजुर अलिकति बढी फुर्सदिलो हजुर र पढिरहने लेखिरहने बानी भएको हुनाले हजुर केही सङ्कलन भएछन्। हजुर। र त्यसैलाई एउटा मूर्त रूप दिनका लागि यो सङ्ग्रह मैले पछिल्लो समयमा निकालेको, यो 79 सालमा। हजुर। र यो सङ्ग्रह बाट एउटा म शीर्षक लघुकथा नै सुनाउँछु। हजुर। भुवा। भुवा। भुवा विशेष गरेर कपास सिमलको भुवा, हजुर, जो चाहिँ फुटेपछि उड्छ, त्यसैलाई एउटा चाहिँ बिम्ब बनाएर लेखिएको यो कथा, लघुकथा म वाचन गर्छु। भुवा। जीवन कहिले मूलको कुवा, कहिले सिमलको भुवा, उसले यो भनाइ सानैदेखि सुनेको थियो। सिमल रातो फुलेदेखि नै उसलाई राता राता फुलहरूले भन्दा पनि त्यसपछि लाग्ने फल र फुटेपछि
आकाशमा उड्ने सेता भुवाले बढी आकर्षित गर्थे। भुवा जस्तै आकाशमा उडेको कल्पना गर्थ्यो जहिले पनि। उमेरको वृद्धिसँगै उसले आफू र आफ्नो बानीलाई सिमलको भुवा चाहिँ निकै हलुका बनाउँदै लग्यो। मध्यमवर्गीय परिवारको उसले पढाइ खर्चमा खासै चिन्ता लिनु परेन। राम्रै पढ्यो, जागिर खायो र केही कमायो पनि। भनौँ प्रकृतिको परिवर्तित लीलामा ऊ सधैँ सिमलको भुवा झैँ हुँदै गयो। ऊ हलुङ्गो हुँदा साथीभाइले सापटी लगेका पैसा कहिल्यै तिरेनन्। छिमेकीले सीमा मिच्न थाले। छोराछोरी भनेको मान्न छाडे। एक दिन श्रीमतीले भनी, हजुर कति हलुङ्गो मान्छे हँ? कम्तीमा साथीभाइले सापटी लगेको पैसा त खोजीनीति गर्नुपर्छ नि। छि, यसरी कसरी जिन्दगी चल्छ र? उसले भन्यो, हो त नि, अबदेखि नदिउँला नि त। तर जति भने पनि उसले त्यसलाई निरन्तरता दिइरह्यो। यो बानीले उसका छोराछोरी फजुल खर्च गर्न थाले। श्रीमती पनि अत्याधिक खर्च गर्न थाली। छिमेकीले पत्याउन छाडे। ऊ एउटा असल शिक्षक, तर विद्यार्थीले टेर्न छाडे। उसको भुवारूपी हलुङ्गो सिद्धान्त जताततैबाट कमजोर साबित हुन थाल्यो। केही दिन भयो उसको टाउको गरम हुन थालेको। अब उसको कल्पनामा सधैँ आउने सिमलका भुवा पनि चिसा असिनाका डल्ला बन्न थाले। उसले आँखा चिम्लियो। यतिका वर्षसम्म उसका कल्पनामा आएका अनि मस्तिष्कमा जम्मा भएका भुवाहरू क्रमशः अझै गरौँ डल्लामा रूपान्तरण भए। सुन्दर लघुकथा यो भुवा, जसलाई बिम्ब बनाएर सरले चाहिँ यो मान्छेको हलुङ्गोपन र मान्छेको गरुङ्गो व्यवहार र हलुङ्गो व्यवहारले के कति असर गर्छ भन्ने कुरालाई चाहिँ जोड्नु भएको रहेछ। धेरै सुन्दर लाग्यो। अनि सर, यो हाम्रो यो पेसाले शिक्षक हुनुभएको हजुर, अनि शिक्षण पेसा, अनि यहाँको सामाजिक जीवन, अनि यहाँको साहित्य साधना, अनि साहित्यकारहरू जे देख्छन् त्यो लेख्छन् मात्रै भन्छन्। कतिपयले त लेख्छन् मात्रै, अरूको पढ्दैनन् पनि भन्छन्। अनि हजुर चाहिँ अहिले पढ्दै हुनुहुन्छ कि लेख्दै हुनुहुन्छ? म दुइटै गरिरहेको छु। यो विशेष गरेर अलिकति अध्ययन बिनाको लेखन चाहिँ त्यति प्रभावकारी नहुने हुनाले हजुर अहिले चाहिँ केही किताबहरू विशेष गरेर किनेर अथवा केही साथीभाइबाट उपहार पाएका किताबहरू अध्ययन गरिरहेको छु। र यो 82 साललाई विशेष गरेर अध्ययनको वर्ष बनाउने र यसको अन्तिमतिर केही सङ्ग्रहहरू निकाल्ने भन्ने सोचाइमा लागिरहेको छु। र विशेष गरेर अलिकति बस्न पनि अलिकति राजमार्गभन्दा भित्रपट्टि बस्ने अनि एकान्तमा बस्ने हुनाले मैले अरू समय चाहिँ मेरो बाँकी समयहरू चाहिँ अध्ययनतिरै, साहित्यिक कृतिहरू अध्ययनतिरै लगाइरहेको छु। विद्यालयका काम बाहेकको अरू समय, कलेजको काम बाहेकको अरू समय चाहिँ अध्ययनतिरै छु म अहिले। अनि भनेपछि यो 82 सालमा हामी नयाँ कृति पनि पढ्न पाउँछौँ? एउटा तयारी कविता सङ्ग्रहको गरिरहेको छु हजुर, र कथाको पनि गरिरहेको छु। अब पहिला चाहिँ कविता नै आउँछ होला भन्ने लागेको छ। भनेपछि हामीले त्यो कृतिका लागि तयार पार्नु भएको, कविता सङ्ग्रहका लागि तयार पार्नु भएको कुनै कविता मिल्छ कि? मिल्छ, म एउटा सुनाउँछु। ल, हजुरलाई हार्दिक स्वागत छ। एउटा कविता वाचनका लागि मैले अनुरोध गरेँ सर। यो कविता सङ्ग्रहको शीर्षक पनि मैले पानीमाथि बग्ने घाम भन्ने राख्ने योजना बनाएको छु। त्यो बाहिर त बग्ने घाम यो योजना चाहिँ छ, अब बाहिर चाहिँ आइसकेको छैन र यसको आवरणहरू केही बनेको पनि छैन। राखौँ कि भन्ने एउटा सोचाइ छ र त्यसकै एउटा यो सङ्ग्रहभित्र आउने शीर्षक नराखे पनि राखे पनि त्यसभित्रको एउटा कविता सुनाउँछु म। यसको शीर्षक पानीमाथि बग्ने घाम। बग्ने घाम। घाम अर्थात् सग्लो घाम तरल भई पानीमाथि बग्दै जान्छ। जसरी बग्छ हावा शून्यमा, जसरी बग्छ शून्य हावामा, जसरी बग्छ जीवन सुखमा, जसरी बग्छ जीवन दुःखमा। पानीमाथि बग्दा घाम छायामा हराउँछ, भँगालामा टुक्रिन्छ। केही बेर बगेपछि भँगालो ठोक्किँदा ढुङ्गामा। जसरी शून्य हुन्छ कोलाहल, जसरी कोलाहल हुन्छ शून्य। नदी मान्दा जीवनलाई जीवन रहेछ सुख, जीवन रहेछ दुःख। बग्नुको दोसाँधमा जीवन रहेछ सामान्य।
घाम बाँध्दा जीवनलाई जीवन रहेछ ताप, जीवन रहेछ शीतलता, झुल्कनु र अस्ताउनुको दोसाँधमा जीवन रहेछ अझै सामान्य। तिमी जति सोच जीवन टुङ्गिन्छ सुखमा, जीवन टुङ्गिन्छ दुःखमा। जीवनलाई बग्न दिनुपर्छ जीवनको गहिराई, उड्न दिनुपर्छ जीवनको अनन्त, कुद्न दिनुपर्छ जीवनको मैदान। जसरी घाम छ अनन्त, हावा छ अनन्त, सागर छ अनन्त, दुःख छ अनन्त, सुख छ अनन्त, अनि क्रमशः जीवन छ अनन्त। क्रमशः जीवन छ अनन्त। जीवनको अन्त अन्त त छ तर अनिश्चित छ, अनन्त छ। तसर्थ त्यसैलाई विषयवस्तु बनाएर हजुरले यो पानीमाथि बग्ने घाम भन्ने कविता रचना गर्नुभएको रहेछ। सुन्दर कविताका लागि पुनः हार्दिक आभार प्रकट गर्न चाहे सर। हजुरको यो साहित्यिक साधना अनवरत चलिरहोस्। पुनः रचना वाचनलाई नै निरन्तरता दिन चाहे मैले एउटा गजल वाचनका लागि मैले अनुरोध गरेँ सर। हवस्, धन्यवाद म्याडम। एउटा गजल छ, यो विशेष गरेर युद्धको सन्तास। हजुर। यो नटुङ्गिने एउटा सन्तास हो। हजुर। जति शान्ति भने पनि विश्व युद्धबाट आक्रान्त छ। हजुर। यहीसँग सम्बन्धित एउटा गजल छ। अझै त्यही हतियार बनाउँदैछ मान्छे, अब कस्तो संसार बनाउँदैछ मान्छे। अझै त्यही हतियार बनाउँदैछ मान्छे, अब कस्तो संसार बनाउँदैछ मान्छे। गाउँ राम्रो भन्छ, गाउँ नै प्यारो भन्छ। गाउँ राम्रो भन्छ, गाउँ नै प्यारो भन्छ। अहो किन बजार बनाउँदैछ मान्छे, अब कस्तो संसार बनाउँदैछ मान्छे। बराजुले बोके बाले बोके त्यही ऋण, बराजुले बोके बाले बोके त्यही ऋण। छोरालाई त्यही भार बनाउँदैछ मान्छे, अब कस्तो संसार बनाउँदैछ मान्छे। अझै त्यही हतियार बनाउँदैछ मान्छे। किन मान्छेभित्र मान्छे अटाउन हो, किन मान्छेभित्र मान्छे अटाउन हो। आफैलाई खुङखार बनाउँदैछ मान्छे, अब कस्तो संसार बनाउँदैछ मान्छे। बाँच्नलाई बेइमान झेली हुनै पर्ने हो र, बाँच्नलाई बेइमान झेली हुनै पर्ने हो र। त्यसलाई किन आधार बनाउँदैछ मान्छे, अझै त्यही हतियार बनाउँदैछ मान्छे। अब कस्तो संसार बनाउँदैछ मान्छे। सुन्दर गजल। अब यसमा पनि मलाई यो एउटा शेर चाहिँ दोहोऱ्याउनु मन लाग्यो सर। हजुर। किन मान्छेभित्र मान्छे अटाउन्न हो, किन मान्छेभित्र मान्छे अटाउन्न हो। आफैलाई खुनखार बनाउँदैछ मान्छे। यो सुन्दर शेर मलाई म आफैले पनि वाचन गर्न मन लाग्यो। अनि सर यो गजलको बारेमा पनि मैले थोरै चाहिँ जानकारी लिन चाहेँ। यो गजल चाहिँ 5वटा शेरले बन्ने हो कि कसो हो सर? गजल अब लेख्न त 5 शेरभन्दा कम पनि लेखेको पाइन्छ। 4 शेरका गजलहरू विशेष गरेर गजल गायनमा प्रयोग हुन्छन्। हजुर। र सिद्धान्तै त होइन, तर पनि अधिकांश गजल क्षेत्रमा लागेका मान्छेहरूले 5 शेरभन्दा बढी गजल शेर चाहिँ लेख्नुपर्छ गजलमा भन्ने मान्यतै त नभनौँ, परम्परा चाहिँ पाइन्छ। हुन त पछिल्लो समय यो युवा वर्गमा गजलप्रतिको मोह पनि बढ्दै गइरहेको छ। अनि एकजना पोखराका गजलकार, नवोदित गजलकार छन् परिविक्रम भाइ, उहाँले 100 शेरको पनि गजल तयार पार्नुभयो भनेर पनि हामीले थाहा पायौँ, सुन्यौँ। लक्ष्मण थापा सरले पनि लेख्नु भएको थियो पहिला, लामो धेरै लामा शेरहरू भएका गजलहरू। हजुर। र लगभग सामान्यतया चाहिँ गजलकारहरू 5वटा शेरमा चाहिँ गजल रचना गर्ने गर्छन्। 5 भन्दा बढी 6-7 गर्छन्। 6-7 गर्न नि सक्यो। हजुर। तर हजुरको कृतिमा चाहिँ सबै 5 शेरका छन् कि जस्तो 5 शेरका छन्। 5 शेर, कुनै 6 शेरका पनि होलान्। मधुरीमा पनि त्यसै नै त्यस्तै छ। हजुर, त्यस्तै छ। सर हजुर। यो गजलका पनि अब केही मान्यता, केही मूल्य मान्यता र सिद्धान्त हुन्छ। र पक्कै पनि श्रोताबिन यहाँहरूलाई आजको बसाइ कस्तो लागिरहेको छ? हामी आज फरक सन्दर्भमा छौँ। मैले विगतका अङ्कहरूमा साहित्यकारहरूका रचनाहरू वाचन गरेँ म आफैले, तर आज भने स्रष्टालाई नै, साहित्यिक स्रष्टालाई नै हाम्रो स्टुडियोमा आमन्त्रण गरेर साहित्यिक स्रष्टा
हुनुहुन्छ जनार्दन दाहाल सरलाई नै आमन्त्रण गरेर उहाँकै मुखारबिन्दुबाट हामी उहाँका रचनाहरू सुनिरहेका छौँ। यहाँहरूलाई हाम्रो साहित्य मञ्जरी कस्तो लागिरहेको छ, कृपया यहाँहरूको रचनात्मक सल्लाह सुझाव प्रेषित गर्न नभुल्नुहोला। यहाँहरूका रचनात्मक सल्लाह सुझाव प्रेषित गर्ने ठेगाना रहेको छ dorbaraiFM@gmail.com। त्यति मात्र होइन, यहाँहरूका रचनाहरू पनि यही एड्रेसमा प्रेषित गर्नुहुन मैले पुनः अनुरोध गरेँ, किनकि साहित्य मञ्जरी यहाँहरूलाई सुनाउने र यहाँहरूलाई सुन्ने कार्यक्रम हो। तसर्थ यहाँहरूलाई सदैव हार्दिक स्वागत छ। फेरि म आजका स्रष्टा, आमन्त्रित स्रष्टा जनार्दन दाहाल सरप्रति म पुनः जोडिन चाहेँ। सरसित फेरि मैले एउटा संवाद गर्न चाहेँ। सर, हजुरको पहिलो कविता कृति चाहिँ कविको मृत्यु र यसको पनि थोरै ऐतिहासिक पृष्ठभूमि पनि जानकारी गराउनु भयो। अब अहिले पनि सम्भवतः 2082 सालमा पनि हजुरले कविता कृति नै निकाल्दै हुनुहुन्छ। यसको पनि केही पृष्ठभूमि छ कि सर, कसो हो? यो पछिल्लो चरणमा केही समय लघुकथा लेखिसकेपछि हजुर, अब यो कथा लेख्ने सङ्ग्रहपछि पनि केही कथा लघुकथाहरू लेखियो। हजुर। र त्यो एउटा आफ्नो रित्तिएको त्यो कथाको प्लट चाहिँ रित्तियो के। हजुर। फेरि जम्मा त हुन्छ नै होइन। हजुर। अनि त्यो कविताहरू केही लेखिएका थिए, अब कविताले भरिन थाल्यो क्या फेरि। हजुर। अनि त्यो भरिएका चिजहरूलाई अब चाहिँ प्रकाशन गरौँ, किनभने कृति प्रकाशन गरेपछि नै त्यो लामो समयसम्म रहन्छ। हजुर। अब कति कविताहरू, कति रचनाहरू हामीले डायरीमा लेख्छौँ, कति कागजहरूमा लेखेर त्यत्तिकै राखेको हुन्छ, त्यो हराउँछन्। हजुर। अब कृति भएपछि कम्तीमा पनि लामो समयसम्म रहन्छन् भन्ने मान्यता हो। अब त्यसबाट कृति निकालेर अब त्यो चाहिँ कमाउला भन्ने त्यस्तो उद्देश्य चाहिँ छैन। हजुर। होइन, त्यो बिक्री वितरण गरौँला भन्ने पनि छैन। अलिअलि यसो चाहिँ अब चाहिँ साथीभाइहरूले यसो चाहिँ सहयोग गर्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर त्यो लामो समयसम्म रहोस्, कृति चाहिँ सबैजनाले पढ्न पाउन् भन्ने उद्देश्य नै हो कृति निकाल्ने। र अब यो आउने कविता सङ्ग्रह पनि यही समयमा भेला भएका कविताहरू छन्। केही कविताहरू त अहिले पनि अब लेख्ने जारी छ, किनभने अझै 82 सालको अन्तिममा निकाल्ने भनेपछि समय छ अझै। हजुर। अलिकति कवितालाई खार्ने प्रयास चाहिँ गरिरहेको छु। हजुर सर, हुन त यो साहित्यकारहरू चाहिँ रचना गर्छन्, कृति निकाल्छन्, अनि कृति निकाल्न पनि गाह्रो छ, कृति प्रकाशन गर्नका लागि पनि गाह्रो छ। कतैबाट चाहिँ आर्थिक सहयोग पनि मिल्दैन, लेख्नको लागि पनि साधना गर्नु पर्यो र त्यसलाई प्रकाशन गर्नका लागि पनि, जुहो गर्नका लागि पनि साहित्यकारहरूलाई गाह्रो नै छ। अनि मैले चाहिँ हजुरसँग एउटा सोध्न चाहेँ, अहिलेसम्म हजुरले जुन यी 4वटा साहित्यिक कृतिहरू प्रकाशन गर्नुभयो नि सर, हजुरलाई यो आर्थिक व्ययभार त आफैले नै बेहोर्नु भएको कि कतैबाट हजुरले? यस्तो छ, मधुरीमा मैले आफ्नै खर्चले निकालेँ। हजुर। कविको मृत्यु चाहिँ पुरस्कार राशिमा केही थप गरेर आफै निकालेँ। हजुर। पुरस्कार राशि थियो, त्यसलाई चाहिँ यो कृति प्रकाशन गर्ने काममै लगाएँ केही थपेर। हजुर। अनि यी मान्छे, यी नजर चाहिँ मेरो विशेष गरेर नेपालभन्दा बाहिर बस्ने हजुर मैले पढाएका विद्यार्थीहरूको सहयोगमा निकालेँ। हजुर। भुवालाई पनि विद्यार्थीहरूकै सहयोग, केही आफ्नै लगाएर चाहिँ निकालेँ। भनेपछि जे होस्, हजुरले जुन यो शिक्षण पेसामा लाग्नुका साथसाथै यो साहित्य साधनामा लाग्दा, यो साहित्य साधनामा हजुरको यो रुचि रहिरहँदा शिक्षण पेसाले पनि सहयोग पुर्याएको महसुस गर्नुभएको? सहयोग पुग्छ, किनभने यो भाषा पढाउने शिक्षक भएको हुनाले भाषा र साहित्यिक रचनाको त नजिकको सम्बन्ध हुने भयो। हजुर। विशेष गरेर भाषा पढाउँदैखेरि कतिपय त हामी अब कथा कविताहरू त्यहीँ पढाउँछौँ पाठ्य पुस्तकमै, होइन, ती कुराहरू चाहिँ सम्बन्धित हुन्छन् र यो आफ्नो पेसाले पनि साहित्य क्षेत्रमा चाहिँ छोयो, टच गर्यो र त्यो नजिक भयो जस्तो लाग्छ मलाई। ठिक छ, त्यो त हजुर नेपाली भाषाको शिक्षक पनि हुनुहुन्छ, यस अर्थमा पनि भाषाको विद्यार्थी र शिक्षक हुँदा पनि लेखनमा त सहयोग पुग्ने नै भयो। र पेसाले शिक्षक भइरहँदा भर्खरै हजुरले भन्नुभयो आफ्ना चेलाहरूले, विद्यार्थीहरूले पनि यो प्रकाशनका लागि विदेशमा रहनुभएका विद्यार्थीहरूले सहयोग गर्नुभएको रहेछ। मैले साहित्य मञ्जरी मार्फत उहाँहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेँ,
किनकि आफ्ना गुरुहरूप्रति गर्नुभएको यो सम्मान चाहिँ प्रशंसनीय छ। यहाँलाई जसले सरका कीर्ति निकाल्नको लागि सामाजिक तथा आर्थिक रूपमा अथवा नैतिक रूपमा सहयोग गर्नुभयो, उहाँप्रति पनि साहित्य मञ्जरी पनि हार्दिक आभार प्रकट गर्न चाहन्छ। र फेरि मैले एउटा रचना वाचनको लागि अनुरोध गर्न चाहे सर, किनकि हाम्रो यो साहित्य मञ्जरी चाहिँ रचना वाचन गर्ने कार्यक्रम भएको हुनाले फेरि एउटा रचना वाचनको लागि मैले अनुरोध गरिहालेँ सर। हुन्छ सर, म एउटा लघुकथा वाचन गर्दैछु। यसको शीर्षक चाहिँ जुठो भन्ने छ। हजुर। अब कथाहरू चाहिँ कति के हुन्छन् भने जीवनमा भोगेका कुराहरू पनि कति चाहिँ लेखिन्छन्। हजुर। किनभने समाजकै एउटा चाहिँ सदस्य भएको नाताले समाजमा भोगिने कति कुराहरू चाहिँ साहित्यमा आउँछन् र यो चाहिँ करिब अब सत्य घटनाकै नजिक जस्तो छ। यसलाई कथामा बुनिएको मात्र हो। शीर्षक छ जुठो। पात्र काल्पनिक भए पनि यो सत्य नजिक छ। स्वर्णिम उपाध्याय सर हाम्रो क्याम्पसमा प्रमुख भएपछि क्याम्पसले निकै ठुलो फड्को मार्यो। शालीन र बौद्धिक व्यक्तित्व उहाँबाट जो कोही पनि छिट्टै प्रभावित हुन्थ्यो। उहाँका छोराहरूले राम्रै पढे, प्रगति गरे, तर विडम्बना अरूका चाहिँ उनीहरू पनि लाखापाखा लागे। छोराहरूले घर छाडेपछि उहाँ र कल्याणी म्याडम मात्र घरमा। घर के भन्नु, एउटा शान्त पुस्तकालय भने पनि हुन्थ्यो। छुट्टीका दिन धेरैजसो म पनि उहाँको घरको पुस्तकालयमा दिन बिताउँथेँ। एक दिन शनिबार बिहानै कल्याणी म्याडमले फोनमा भन्नुभयो, सर आज सपरिवार साँझको खाना हाम्रामा है, स्वर्णिम सरको आज जन्मदिन हो। अहो हो म्याडम, ल सरलाई जन्मदिनको शुभकामना सुनाइदिनु होला, हामी अवश्य आउनेछौँ। मैले यो कुरा श्रीमतीलाई सुनाएँ। सधैँ कोठामा सानी छोरी बोकेर दुःखपूर्वक खाना बनाउने उनलाई यो खबरले निकै राहत महसुस भएछ क्यार उनी मुसुक्क मुस्कुराइन्। साँझपख हामी छोरीसहित स्वर्णिम सरकामा पुग्यौँ। उहाँहरू दुई बाहेक घरमा अरू कोही थिएनन्। दुवैले खुसी हुँदै हाम्रो स्वागत गर्नुभयो। घरमा रमझम केही थिएन, भित्र कोठामा मात्र दियो बालिएको थियो। हामी बैठक कोठामा बस्यौँ। मैले स्वर्णिम सरलाई केही नयाँ पुस्तकहरू हातमा राखिदिएँ अनि शुभकामना दिएँ। सुरुमा सर र मैले सँगसँगै खाना खायौँ। सादा खाना, तर कल्याणी म्याडमले निकै मेहनत गरी बनाएको। खाँदै गर्दा सरले भन्नुभयो, हाम्रामा सधैँ जस्तो पाक्छ त्यस्तै भयो है सर आज पनि। मलाई नि यस्तै खाना मनपर्छ सर, प्रत्युत्तरमा मैले भने। खाना खाएपछि मैले छोरी बोकेँ अनि डाइनिङकै अर्को कुर्सीमा बसेँ। सर औषधि खाना अर्को कोठामा जानुभयो। सरले खाना खाएको थालमा आफूलाई र मैले खाना खाएको थालमा मेरी श्रीमतीलाई खाना पस्कनु भयो म्याडमले। मेरी श्रीमतीले पुलुक्क मतिर हेरिन्। त्यही थालमा खाना अप्ठ्यारो भएको मैले सहजै बुझेँ। उहाँले दाल तरकारी र अचार पनि तिनै बटुका र प्लेटमा पस्कनु भयो। श्रीमतीले अझै अप्ठ्यारो मानिन्। त्यो बुझेर उहाँले भन्नुभयो, ल खाना सुरु गर्नु, यसलाई के को जुठो मान्नुहुन्छ र? तै पनि म्याडम, श्रीमती केही भन्न खोज्दै थिइन्। भनाइ टुङ्गिन नपाउँदै सानी छोरीतिर देखाउँदै उहाँले हाँस्दै भन्नुभयो, जुठो नखाइकन यी यसरी छोराछोरी जन्मन्छन्? श्रीमती लाजले भुत्तेकै भइन्। उनलाई खाना खान भने अझै अप्ठ्यारो लागिरहेको थियो। सुन्दर लघुकथा जुठो। यो जुठो लघुकथाका लागि हार्दिक धन्यवाद छ सर। अनि अहिले हामी लगभग कार्यक्रमको उत्तरार्धतर्फ उन्मुख हुँदैछौँ र आजको बसाइमा साहित्यकार जनार्दन दाहाल सर हुनुहुन्छ। उहाँका रचनाहरू हामी सुनाइरहेका छौँ। यसै सन्दर्भमा अहिले लघुकथा सङ्ग्रह भुवाबाट सरले जुठो नामक लघुकथा वाचन गर्नुभयो। पुनः मैले एउटा कविताका लागि अनुरोध गरेँ सर। हुन्छ, यो नयाँ कविता छ मेरो, यो सङ्ग्रह बाहेकको। हजुर। यसको शीर्षक छ बागी, शत्रु बागी। ढुङ्गो बागी भएको छ हिँड्नेका लागि, पानी बागी भएको छ पिउनेका लागि, हावा बागी भएको छ श्वास प्रश्वासका लागि, माटो बागी भएको छ बस्नेका लागि। यी उदाहरणहरू मात्र हुन् प्रकृतिका। मान्छे भएर
चेतनशील प्राणीका नाममा हामी मानवताका दुन्दुभी पिड्छौँ, सहिष्णुताको बेल्चा हान्छौँ, शान्तिका शङ्ख बजाउँछौँ, भाइचाराका सुर अलाप्छौँ। सब निस्तेज छन् मान्छेका अगाडि, सब असफल छन् मान्छेका अगाडि, सब अफाप सिद्ध भएका छन् सबै सिद्धान्त मान्छेकै अगाडि। आखिर द्वन्द्व नै त विश्वव्यापी रहेछ नि हरेक कुरामा। यसरी हुँदै नहुने कुरामा जोड दिइरहेछौँ हामी सदियौँदेखि। अहो, मान्छे नै त हो नि यी सब थोकको कारक। अनि मान्छे चाहिँ किन नहोस् बागी मान्छेकै लागि? मान्छे चाहिँ किन नहोस् बागी मान्छेकै लागि। एकदम सुन्दर कविता। बागी शीर्षकमा कविता वाचन गर्नुभयो सरले। आजको साहित्य मञ्जरीमा हामी साहित्यिक स्रष्टा जनार्दन दाहाल सरलाई जोडिरहेका छौँ र उहाँका कृतिमा सम्पादित रचनाहरू श्रवण गरेका छौँ र बाँकी प्रकाशोन्मुख कृतिका रचनाहरू पनि सरले श्रवण गराउँदै हुनुहुन्छ। हामीले कथालाई भने स्थान दिन सकेनौँ क्यारे सर, होइन? आज हामीले लघुकथा अनि गजल अनि कविता श्रवण गराइरहेका छौँ। मैले अब एउटा मात्रै संवाद जोड्न चाहेँ सर। अनि हजुर लेख्नुहुन्छ अनि त्यो बाहेक पढाउनु पनि हुन्छ। मैले हजुरसँगको मित्रताको सन्दर्भमा मैले चाहिँ हजुर कृतिहरू लेख्नुका साथसाथै सम्पादन कार्यमा नै हुनुहुन्छ भन्ने मेरो बुझाइ हो। मलाई त्यो पक्ष पनि थोरै चाहिँ उजागर गर्न मन लाग्यो सर। र यसमा हजुरको थोरै अनुभव मैले श्रोताबिनमा पनि सेयर गर्न चाहेँ। सम्पादकको रूपमा मैले भानुभक्त क्याम्पसमा रहँदाखेरि हजुर भानुप्रभा भन्ने त्यहाँको क्याम्पसले निकाल्ने मुखपत्रको हजुर सम्पादन पहिला गरेँ। हजुर त्यसपछि शुक्ला साहित्य सङ्गमले नै मलाई विभिन्न समयमा विशेषाङ्कहरूमा सम्पादनको भूमिका दिएको हुनाले मैले गजल, लघुकथा यिनीहरू चाहिँ सम्पादन गरेँ र कथा र अन्य विभिन्न निकालेका विशेषाङ्कहरूमा पनि सम्पादक मण्डलमा बसेर चाहिँ काम गर्ने अवसर पाएँ। सम्पादनको क्षेत्रमा मैले गरेका चाहिँ कामहरू यिनै हुन्। तर विशेष गरेर व्यक्तिगत साहित्यकारका रचनाहरू चाहिँ मैले 14वटा सम्पादन गरेको छु। मलाई पाण्डुलिपिका रूपमा आउँछ र त्यसको भाषा सम्पादन गर्ने कार्य चाहिँ मैले 14-15वटा गरेको छु अहिलेसम्म। रचना पनि गर्नुहुन्छ अनि शिक्षण गर्नुहुन्छ, प्राध्यापन गर्नुहुन्छ अनि आफ्नो पारिवारिक जीवन, सामाजिक जीवन अनि यो भाषा सम्पादनका कार्यमा पनि जुटिरहनु भएको छ। यसरी समयलाई कसरी व्यवस्थापन गर्नुभएको छ? यति धेरै विधामा, यति धेरै पक्षमा समय अब निकाल्ने नै हो। तर पनि यो एउटा रमाइलो मजा हैन लिने आनन्द आउने क्षेत्र लाग्छ मलाई यो। र विशेष गरेर यो पढ्ने लेख्ने भन्दा अरूतिर म त्यति धेरै हिँड्दिनँ पनि। अब साहित्यिक कार्यक्रमहरूमा विभिन्न ठाउँहरूमा जाने, यात्राहरू गर्ने यस्ता रुचिहरू चाहिँ छन्। तर पनि अधिकांश समय चाहिँ बरु फिल्महरू हेर्छु घरै बसेर, त्यसै गरी गीतहरू सुन्छु। मलाई अलिक पुराना टाइपका गीतहरू चाहिँ मनपर्छ। हिन्दी, नेपाली सबै खालका गीतहरू चाहिँ सुन्छु। अनि ती गीतहरू, त्यस्ता रचनाहरूबाट पनि केही ऊर्जा, लेख्ने प्रेरणाहरू चाहिँ प्राप्त भइरहन्छ। अनि त्यो टुट्दैन, चाहिँ लेखिरहन्छ जस्तो लाग्छ मलाई। हजुर सर, हजुरको यो साधना गहिरो छ। तसर्थ हजुरले साहित्यिक कृति मात्र प्रकाशन गर्नुभएको छैन, साहित्यिक कृति प्रकाशन गर्न चाहेका साहित्यिक स्रष्टाहरूलाई पनि सहयोग गर्नुभएको छ। यस अर्थमा पनि हजुरको यो योगदान साहित्य क्षेत्रमा चाहिँ योगदान चाहिँ प्रशंसनीय नै रहेको छ। यहाँको साहित्यिक साधना र यहाँको साहित्यिक उन्नयनको लागि साहित्य मञ्जरी हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ। र अब पनि हामी कार्यक्रमको लगभग अन्ततिर प्रवेश गर्दैछौँ। अन्तमा मैले सरलाई चाहिँ कथा, कविता, लघुकथा बाहेक हजुरले अन्य मुक्तक पनि लेख्नुहुन्छ कि जस्तो लागिरहेको थियो सर।
एउटा मुक्तक चाहिँ हजुरको मुक्तक सुनेर हामी थोरै यो कार्यक्रमलाई बिट मार्नेतर्फ उन्मुख हुन्छौँ सर। हजुरको एउटा मुक्तक वाचनका लागि मैले अनुरोध गरेँ सर। हवस्, धन्यवाद। म मुक्तक वाचन गर्छु। मुक्तक यस्तो छ। यी मान्छेहरू यो बजार कस्तो कस्तो लाग्छ, छिनमै बन्छन् खुङ्खार कस्तो कस्तो लाग्छ। यी मान्छेहरू यो बजार कस्तो कस्तो लाग्छ, छिनमै बन्छन् खुङ्खार कस्तो कस्तो लाग्छ। यति धेरै विश्वास गरेँ आफ्नै मान्छे ठाने मैले, तिम्रो हातनी भयो तरबार कस्तो कस्तो लाग्छ। तिम्रो हातनी भयो तरबार कस्तो कस्तो लाग्छ। यो सुन्दर मुक्तकका लागि पनि हार्दिक धन्यवाद छ सर। अब भने हामी कार्यक्रमको अन्ततर्फ उन्मुख भयौँ र कार्यक्रमको अन्तमा हजुर तमाम साहित्य अनुरागीप्रति के भन्न चाहनुहुन्छ, मैले छोटकरीमा अनुरोध गरेँ सर। साहित्य वास्तवमा समाजको दर्पण हो। समाजका लुकेका धेरै कुराहरू साहित्य मार्फत हामी जानकारी पाउन सक्छौँ र जति पनि लेखिरहने साहित्यकार साथीहरू हुनुहुन्छ, यो निरन्तरताको चाहिँ आवश्यक पर्छ र आफू लेखेका जति पनि साहित्यिक रचनाहरू छन् त्यसलाई चाहिँ पटक पटक आफैले काटछाँट गर्ने, हेर्ने, दोहोऱ्याउने तेर्याउने गरियो भने आफ्ना कमजोरीहरू आफैले पनि थाहा पाइन्छ। र कतिपय चाहिँ अब यसो चाहिँ अग्रजलाई मैले पनि मेरा कृतिहरू चाहिँ आफै प्रकाशन गर्नुभन्दा अगाडि अग्रजहरूलाई चाहिँ दिने गरेको छु, हेर्न दिने गरेको छु। त्यसो गरियो भने चाहिँ रचनाहरू परिमार्जित हुन्छन् भन्ने मलाई लाग्छ। र यो मान्छेको स्वभावसँग सम्बन्धित एउटा कविताबाट म अन्त्य गर्छु। अन्तमा साहित्य मञ्जरीलाई केही भन्नु छ कि सरको? यहाँ साहित्य मञ्जरी कार्यक्रम चाहिँ सञ्चालन भइरहेकोमा एकदम मलाई खुसी लाग्यो। म कहिलेकाहीँ सुन्छु, म्याडमले पनि पठाउनुहुन्छ र यहाँ आएर यो स्टुडियोमा मलाई मेरा चाहिँ रचनाहरू सुनाउने, श्रोतामाझ पुर्याउने एउटा जुन अवसर दिनुभयो, टुका म्याडमलाई म हार्दिक आभार व्यक्त गर्छु र ढोरबराई एफएमलाई पनि म हार्दिक आभार व्यक्त गर्छु। र जाँदा जाँदै अब एउटा अन्तर शीर्षकको एउटा कविता सुनाएर चाहिँ म जान चाहेँ। यो साहित्यकार सुनाउन चाहिँ मन लागिहाल्ने अन्तिममा पनि। हजुर। अन्तर। म शान्त तलाउको डिलमा बसेर पानीमा आफ्नै प्रतिबिम्ब हेरिरहेछु। म शान्त तलाउको डिलमा बसेर पानीमा आफ्नै प्रतिबिम्ब हेरिरहेछु। तिमी त्यही तलाउमा ढुङ्गा हानेर मेरो प्रतिबिम्बलाई छेत बिछेत पारिरहेछौ। तिमी प्रश्न गर्थ्यौ नि तिमी र ममा के अन्तर छ भनेर, जवाफ त्यही तलाउसँग सोध। तिमी प्रश्न गर्थ्यौ नि तिमी र ममा के अन्तर छ भनेर, जवाफ त्यही तलाउसँग सोध। सुन्दर सुन्दर कविताका लागि हार्दिक आभार प्रकट गर्न चाहे सर। आजको साहित्य मञ्जरीमा आमन्त्रित व्यक्तित्व हुनुहुन्थ्यो जनार्दन दाहाल सर। यहाँप्रति हार्दिक आभार प्रकट गर्दै हामीलाई यहाँको यो व्यस्त समय पनि दिनुभयो। यहाँप्रति साहित्य मञ्जरी परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ। र आजको यो बसाइ भने अब हामी अन्ततिर छौँ। अर्को अङ्कमा पुनः फरक प्रस्तुति लिएर उपस्थित हुने पाचाका साथ प्रस्तुता म टुका देवी पौडेल पनि यो कार्यक्रमबाट ओजेल पर्न चाहन्छु। जय साहित्य।